हेलो साथीहरू, म आज फेरि हजुरहरूको लागि यो ढिँडो खाएको भिडियो लिएर आइसकेको छु है। कुखुराको मासुसँग यो कोदोको ढिँडो है, अनि टिमुरको छोप, गाजर, ओहो के भन्नु सम्झिँदै मेरो बुढीले म खान्न म ढिँडो भनेको मान्छे पनि होइन म खाँदै गर्दाखेरि भिडियो बनाउँदै गर्दाखेरि मलाई पनि खुवाइदिन्न भनेर 3-4 बाइट खाएर गएँ क्या। कस्तो मिठो पाउनु भएको छ भनेर गएँ। अब म आफै मजाले खाँदैछु, कत्रो बाइट बनाउँदै टिमुरको छोप खाँदै, गाजर खाँदै कस्तो मजाले इन्जोय गरेर म खाँदै थिएँ। होला हेर्नु न खुवाइ सम्झिँदा पनि मुखमा पानी आउँछ है। अहिले फेरि बनाएर खाउँ जस्तो लाग्छ है। आमामामा के भन्नु, मलाई फेरि यो ढिँडो भनेपछि एकदम मनपर्ने क्या। एकदम के भएको कुन्नी है, पहिला बच्चा म 19 वर्षसम्म त मलाई ढिँडो भनेपछि त एकदम मन नपर्ने थियो। यो 20-21 वर्षको उमेरदेखिबाट चाहिँ मलाई के हो यो ढिँडो भनेको, ढिँडोप्रति मलाई यति लगाव भयो। म आफैले बनाउन सिकेँ है। म आफैले बनाउन सिकेर आफै बनाउँछु, आफै खान्छु क्या। मलाई कसैले बनाइदिनै पर्दैन, म आफै बनाउँछु ढिँडो आफै बनाउँछु मस्त पाराले। कोदो मलाई फेरि सबैको ढिँडो मनपर्छ, कोदोको पनि, फापरको पनि, अनि हाम्रो यो मकैको पनि, सबैको मनपर्छ। ढिँडो हुनु पऱ्यो क्या, जेको भयो नि ढिँडो चाहिँ हुनु पऱ्यो क्या। म फेरि मस्त खाने मान्छे हो क्या। खाना पनि फेरि म फेरि अहिले जस्तो फेरि थोरै पिचुक्क खाँदिनँ है। मेरो खुवाइ फेरि अलिकति ज्यादै छ। अब त्यो पेट सेट हेरेर पनि थाहा भइहालिन्छ होइन। यस्तो मिठो भएको थियो चिकनसँग। चिकन पनि हल्का ग्रेभी बनाएर चट्ट हल्का मात्रै त्यो ग्रेभी हालेर होइन। अनि त्यो टिमुरको त्यो छोप नेपालबाट ल्याएको, पोर्तुगल आइकन पनि मैले 6-7 चोटि ढिँडो बनाएर खाइसकेँ है। जब जहाँसुकै गए पनि, जुनसुकै देशमा भए पनि ढिँडो बनाएर खान चाहिँ छोडिन्न। आफैले बनाउने हो होइन। खानाको लागि त यो काम गरेको, खानाको लागि त अब अरूको देशमा आएको होइन। खाना चाहिँ मिठो खानुपर्छ है। जे मन लाग्छ त्यो बनाउने, खाइहाल्ने। ल कागती खाँदैछु मस्त चर्याम चबाउँदै। ल ढिँडोको बाइट हेर्नु न कत्रो हालेको छु। आमामा हात चाड्दै। अब ल मासु खुवाए पनि त्यस्तै छ फेरि। ल सकेन त, यसरी खाएपछि त सकिन्छ क्या, सक्यो। यसरी खाने हो नि त ढिँडो भनेको, झ्याप्प लाएर ल गाजर खाँदै होइन, मस्त बिस्तारै आफ्नै तालमा ल एकदम इन्जोय गर्दै खाँदैछु कि म। कागती हेर्नु न, कागती कसरी खाएको, मुखभरि पानी भइसक्यो यहाँ भोइस ओभर गर्दा पनि। ल लास्ट बाइट यो ढिँडो पनि खाइयो है। अब त्यसपछि चाहिँ म सट्ट यो हात सात सट्ट ल यो हो क्या सबभन्दा मिठो हुन्छ यो। ल है त भाइ।